नमस्कार, म मिस्टर ब्याङ्कर। नमस्कार, म मिसेस ब्याङ्कर। हाम्रो रेगुलर पडकास्टमा स्वागत छ। आज हामी एउटा निकै व्यवहारिक अनि महत्त्वपूर्ण विषयमा अलिकति गहिरिएर कुरा गरौँ है त। विषय के हो भने ब्याङ्कहरूले ऋण दिँदा धितोको रूपमा राखिने सम्पत्ति कसरी स्वीकार गर्छन्। मतलब त्यो सम्पत्तिको मूल्य कति हो भनेर हिसाब निकाल्नुभन्दा पनि पहिले त्यो धितो राख्न लायक छ कि छैन भनेर के आधारगत कुरा हेर्दा रहेछन्। हामीसँग यसैबारे नेपाली ब्याङ्कहरूले प्रयोग गर्ने केही मूल्याङ्कन दिशानिर्देश र मापदण्डका स्रोतहरू पनि छन्। आजको हाम्रो यो खोजीको खास उद्देश्य नै ती शर्तहरू, ती अवस्थाहरू बुझ्नु हो जसले गर्दा ब्याङ्कले भन्छ ल यो सम्पत्ति धितोको लागि ठिक छ वा यो चाहिँ मिलेन। यो त मूल्याङ्कनको पहिलो खुड्किलो जस्तो भयो, तर एकदमै महत्त्वपूर्ण होइन र। कुरो त सम्पत्तिको बजार भाउ कति छ भन्ने मात्रै होइन रहेछ। पहिला त ब्याङ्कले यो लिन मिल्छ कि मिल्दैन भनेर पो हेर्दो रहेछ। तपाईले एकदम सही ठाउँमा समात्नुभयो। हो नि, त्यो विस्तृत मूल्याङ्कन प्रक्रिया मतलब कति पैसाको हो भनेर हेर्नुभन्दा अगाडि नै यी स्वीकृति मापदण्ड एक्सेप्टेन्स क्राइटेरिया त पुरा हुनै पर्यो। यो एउटा फिल्टर जस्तै हो क्या। ब्याङ्कले मोटामोटी दुईटा ठूला कुरा हेर्छ। पहिलो, त्यो सम्पत्तिको कानुनी अवस्था कस्तो छ, कागजपत्र के छ, अनि दोस्रो त्यसको भौतिक वा भनौँ न प्राविधिक अवस्था कस्तो छ, फिल्डमा कस्तो देखिन्छ। यी दुवै जाँच पास भएपछि मात्रै मूल्याङ्कनको अरू काम अघि बढ्छ। ल त्यसो भए सुरुमा यही कानुनी पक्षबाटै कुरा सुरु गरौँ न त। कस्ता कानुनी अडचन, कस्ता समस्या भयो भने ब्याङ्कले सम्पत्ति धितो लिन मान्दैन। कानुनी पक्ष त एकदमै संवेदनशील छ। पहिलो र सबभन्दा महत्त्वपूर्ण कुरा स्वामित्व, मतलब मालिक को हो भन्ने कुरा एकदमै क्लियर हुनु पर्यो। लाल पूर्जामा नाम स्पष्ट हुनु पर्यो। कसैको नाममा छ तर ऊ नाबालिग मतलब 18 वर्ष नपुगेको छ भने कानुनी संरक्षकको कुरा आउँछ, अलि जटिल हुन्छ। त्यसैले ब्याङ्कले सामान्यतया त्यो स्वीकार गर्दैन। अनि जग्गाको किता नम्बर हुन्छ नि, हरेक टुक्राको छुट्टै नम्बर, त्यो नम्बर अनि त्यसको 4 किल्ला पूर्व, पश्चिम, उत्तर, दक्षिणमा के पर्छ त्यो नक्सा र लाल पूर्जामा स्पष्ट मिलेको हुनु पर्यो। क्षेत्रफल पनि लेखी अनुसार नै हुनु पर्यो। कहिलेकाहीँ कागजमा एउटा फिल्डमा अर्को हुन्छ, त्यस्तोमा समस्या आइहाल्छ। स्वामित्व र कागजपत्र त मिल्यो रे, तर कहिलेकाहीँ अरू कुराले पनि त असर गर्छ होला नि, जस्तो सरकारी योजना वा के विवाद छ भने। अवश्य असर गर्छ। यदि सरकारले त्यो जग्गा कुनै सार्वजनिक कामको लागि लिने मतलब अधिग्रहण गर्ने प्रक्रिया सुरु गरिसकेको छ वा सूचना नै निकालेको छ भने ब्याङ्कले लिँदैन, किनभने भोलि त्यो जग्गा सरकारको हुन सक्छ। अनि अर्को कुरा, कुनै पारिवारिक किस्लो वा अरू केही परेर अदालतमा मुद्दा मामिला चलिरहेको छ भने पनि त्यो सम्पत्ति ब्याङ्कले छुँदैन, जोखिम हुन्छ नि त। एउटा कुरा मैले पनि सुनेको थिएँ, खै सम्पत्ति किन्ने बित्तिकै वा पाउने बित्तिकै धितो राख्न पाइँदैन रे, केही समय पर्खिनुपर्छ भन्छन् नि। हो, त्यसलाई कुलिङ अफ पिरियड भन्छन्। यो नियमले चाहिँ कस्तो भने छोटो समयमै हुने शङ्कास्पद किनबेच, पैसा कताबाट आयो भन्ने यकिन नहुने जस्ता जोखिमलाई कम गर्न ब्याङ्कलाई मद्दत गर्छ। सामान्यतया कस्तो हुन्छ भने राजीनामा पास गरेर मतलब किनेर लिएको हो भने कम्तीमा 1 वर्ष 35 दिन बितेको हुनुपर्छ। बकसपत्र पाएको, उपहारमा पाएको हो भने अलि लामो, कम्तीमा 2 वर्ष 35 दिन कुर्नुपर्ने हुन सक्छ। अंशभण्डा भएको छ भने चाहिँ अलि छोटो, सामान्यतया 3 महिना। अनि नामसारी वा कसैको मृत्युपछि हकवालाको नाममा आएको मृत्यु नामसारी सम्पत्ति छ भने त 3 वर्ष नै कुर्नुपर्ने पनि हुन सक्छ। तर फेरि यो ठ्याक्कै यति नै हुँदैन। ब्याङ्क र केस अनुसार अलिअलि फरक पर्न सक्छ। विशेष अवस्थामा ब्याङ्कले पहिले नै ओके भनेर छिटो पनि गर्न सक्छ। यो कुलिङ अफ अवधि त निकै महत्त्वपूर्ण रहेछ है। हतारमा वा केही गडबड गरेर हुने कारोबारलाई रोक्न खोज्दो रहेछ। अनि स्वामित्वको प्रकृति नि, जस्तो एकजनाको नाममा हुनुपर्ने कि संयुक्त नाममा भए पनि हुन्छ, ब्याङ्कले केलाई प्राथमिकता दिन्छ? सामान्यतया ब्याङ्कहरू स्वतन्त्र भोगाधिकार भएको मतलब फ्री होल्ड सम्पत्ति मन पराउँछन्। यसको मतलब त्यो जग्गामा अरू कसैको विशेष अधिकार जस्तै मोहीको हक नलागेको होस्। अनि एकल स्वामित्व छ मतलब एकजना व्यक्ति वा एउटै कम्पनीको नाममा मात्र छ भने प्रक्रिया अलि सजिलो हुन्छ। संयुक्त नाममा हुँदा त सबैजनाको सहमति चाहियो, अलिकति झन्झट हुन सक्छ।
ए, तपाईँले मोहीको कुरा निकाल्नुभयो। हो त नि, त्यो मोही लागेको जग्गा वा गुठीको जग्गा भन्छन् नि, त्यस्तो सम्पत्ति धितो राख्न मिल्छ कि मिल्दैन? सामान्य अवस्थामा चाहिँ ब्याङ्कहरू मोही लागेको जग्गा, जसमा पहिलेदेखि कमाई आएको किसानको एउटा हक हुन्छ, वा गुठी अन्तर्गतको जग्गा जुन प्राय धार्मिक वा सामुदायिक ट्रस्ट जस्तो हुन्छ नि, धितो लिन अलि हिचकिचाउँछन्। किनभने त्यसमा स्वामित्व पुरै क्लियर नहुन सक्छ। भोलि ऋण तिरेन भने बेच्न वा ब्याङ्कले सकार्नु पर्दा कानुनी झमेला आउन सक्छ। तर फेरि पनि ब्याङ्कको विशेष निर्णय र निर्देशन भयो भने यस्तो पनि स्वीकार हुन सक्छ। तर त्यो अपवाद नै हो, सामान्य नियम होइन। बुझियो। कानुनी रूपमा त सम्पत्तिको कति धेरै कुरा केलाउनु पर्ने रहेछ। इतिहास, स्वामित्व, सरकारी रेकर्ड, विवाद, कहिले किन्यो वा पायो। ल, मानिलिउँ कानुनी रूपमा सब ठिकठाक छ। अब आयो प्राविधिक पाटो, मतलब सम्पत्तिको भौतिक अवस्था। त्यो कस्तो हुनुपर्छ? यसमा के हेरिन्छ त? कानुनी पक्ष क्लियर भएपछि अब मूल्याङ्कनकर्ता फिल्डमै गएर हेर्छन् सम्पत्तिको भौतिक प्राविधिक अवस्था। यसमा पनि धेरै कुरा छन्। पहिलो त एकदम आधारभूत कुरा, सम्पत्ति प्रयोग गर्न लायक त हुनु पर्यो नि। घर कर्जा लिने हो भने बस्न मिल्ने घर हुनु पर्यो, भत्किने लायकको भए त भएन। व्यवसाय गर्न लिने हो भने व्यवसाय चल्ने खालको हुनु पर्यो। अब मन्दिर, पार्टी पौवा जस्ता सार्वजनिक चिज त धितो लिने कुरै भएन। अनि बाटोघाटो नि पहुँच कतिको महत्त्वपूर्ण हुन्छ? पहुँच यो सायद सबैभन्दा महत्त्वपूर्ण प्राविधिक कुरा हो। सम्पत्तिसम्म पुग्ने स्वतन्त्र, कसैले रोक्न नसक्ने, निर्विवाद बाटो हुनै पर्छ। सामान्यतया मोटर गाडी पुग्ने बाटो अनिवार्य जस्तै मानिन्छ र कम्तीमा 8 फिट चौडा हुनुपर्छ भन्ने चलन छ। अनि यदि नापी नक्सामा बाटो देखिँदैन भने सम्बन्धित वडा वा नगरपालिकाबाट 4 किल्ला प्रमाणित सँगै बाटो सिफारिस पत्र पनि चाहिन्छ, जसले बाटो छ भनेर लेखिदिएको होस्। बाटो नै छैन वा बाटो प्रयोग गर्न पाइँदैन भन्ने विवाद छ भने त ब्याङ्कले सिधै हुँदैन भन्न सक्छ। पहुँच त भयो रे, तर सम्पत्ति आफै चाहिँ बस्न लायक छैन वा एकदम जोखिमपूर्ण ठाउँमा छ भने नि, जस्तो घरको हालत वा जग्गा भएको ठाउँ हो, त्यो पनि हेरिन्छ। सम्पत्तिको अवस्था एकदमै पुरानो, जीर्ण, भत्किँदै गरेको वा बाढी पहिरोले बिगारेको संरचना छ भने त्यो स्वीकार हुँदैन। त्यस्तै अस्थायी वा कच्ची घरहरू जस्तो काँचो इटा, माटो, खर, बाँसले बनेका वा आधमात्र बनेका पूरा नभएका भवनहरू पनि सामान्यतया धितोका लागि योग्य मानिँदैनन्। अनि ठाउँको कुरा गर्दा ठूलो नदीको एकदमै किनारमा वा पहिरो जाने डाँडाको फेदमा छ भने ब्याङ्कले जोखिम देख्छ। त्यस्तै एकदम भिरालो जग्गा जस्तै 30 डिग्री भन्दा बढी ढल्केको छ भने त्यहाँ पनि जोखिम मानिन्छ। सरकारी नियम मापदण्डहरूले पनि त असर पार्छ होला नि? कतै बनाउनै नपाइने ठाउँमा घर बनाएको रहेछ भने? एकदमै सरकारी नियम त पालना हुनै पर्यो। जस्तै सडक विभाग वा नगरपालिका, गाउँपालिकाले बाटो फराकिलो बनाउन यति ठाउँ छोड्नुपर्छ भनेर तोकेको हुन्छ नि, राइट अफ वे हो, त्यो क्षेत्रभित्र परेको संरचना त स्वीकारै हुँदैन। अनि घर बनाउँदा आफ्नो जग्गाको सिमानाबाट यति फिट छोडेर बनाउनु पर्छ भन्ने नियम हुन्छ, सेटब्याक। त्यो नियम मिचेर बनाएको छ भने पनि मिल्दैन, किनभने भोलि त्यो भत्काउनु पर्ने हुन सक्छ। स्थानीय निकायबाट नक्सा पास नै भएको छैन वा पास भएको नक्साभन्दा अर्कै तरिकाले बनाएको छ भने त्यो पनि अवैध भयो, धितोको लागि अयोग्य हुन सक्छ। अनि सरकारले नै यहाँकै बनाउन पाइँदैन भनेर तोकेको ठाउँ जस्तै ग्रिन बेल्ट, हरित क्षेत्र, संरक्षण क्षेत्र, निकुञ्ज, आरक्ष वा विश्व सम्पदा क्षेत्रभित्र परेको सम्पत्ति पनि धितो राख्न मिल्दैन। नापी नक्सामा भएको आफ्नो जग्गाको सिमानाभन्दा बाहिर परेको कुनै पनि भाग, चाहे जग्गा होस् वा घरको भाग, त्यो पनि स्वीकार्य हुँदैन। एउटा अर्को कुरा, त्यो बिजुलीका ठूला ठूला तारहरू मुनि वा नजिक भएको सम्पत्तिमा पनि केही रोकटोक हुन्छ कि? हुन्छ। उच्च भोल्टेजका प्रसारण लाइनको नजिक पनि जोखिम मानिन्छ। कति भोल्टेजको लाइन हो त्यस अनुसार कति टाढा हुनुपर्छ भन्ने हुन्छ। जस्तो 33 केभी, 33,000 भोल्ट वा त्योभन्दा माथिको लाइन छ भने त्यसको तारमुनिबाट दायाँ बायाँ यति मिटर, जस्तै 10 मिटर भित्रको घर वा संरचनालाई जोखिमपूर्ण मानिन्छ। 11 केभी सम्मको सामान्य वितरण लाइनको छेउमा पनि 2-3 मिटर दूरी त खोजिन्छ।
अब तार नै सिधै जग्गा वा घरको माथिबाटै गएको छ वा बिजुलीको त्यो ठूलो टावर नै जग्गामा गाडेको छ भने त सामान्यतया त्यो सम्पत्ति नै स्वीकार्य हुँदैन। हुन त जग्गा एकदम ठूलो छ भने जोखिमपूर्ण क्षेत्र काटेर बाँकी भाग चाहिँ स्वीकार्य हुन पनि सक्छ। तर यसले सुरक्षा र पछि बेच्नु पर्दा मूल्यमा असर गर्ने भएकोले बैंक एकदमै सतर्क हुन्छ। ओहो, अरू यस्तै विशेष ध्यान दिनुपर्ने ठाउँ वा अवस्थाहरू छन् कि? छन् नि। जस्तै औद्योगिक क्षेत्र, इन्डस्ट्रियल एस्टेटभित्र आवासीय घर छ भने सामान्यतया लिँदैनन्। अनि जग्गाको 4 किल्ला फिल्डमा गएर हेर्दा छुट्याउनै सकिएन कहाँदेखि कहाँसम्म हो भन्ने नै थाहा भएन भने पनि बैंकलाई अप्ठ्यारो पर्छ। यसबाहेक मूल्याङ्कनकर्ताले अरू केही जोखिमपूर्ण ठाउँहरू नजिक छ भने त्यो रिपोर्टमा खुलाउनु पर्छ। जस्तै बनवान निकुञ्जको एकदमै छेउमा, सैनिक ब्यारेक नजिक, सीमा क्षेत्रमा, फोहोर फाल्ने ठाउँ, डम्पिङ साइट नजिक, चिहान वा घाट क्षेत्रमा, किनभने यी कुराले सम्पत्तिको बजार मूल्यलाई असर पार्न सक्छ। अनि अन्तमा यदि मूल्याङ्कनकर्तालाई आफ्नो अनुभवले हेर्दा यो सम्पत्तिमा केही अस्वाभाविक जोखिम छ, केही जटिलता छ जस्तो लाग्यो भने त्यो कुरा पनि रिपोर्टमा लेख्छ र त्यसले पनि स्वीकृतिमा असर गर्न सक्छ। बापरे, कानुनी र प्राविधिक दुवै पक्ष मिलाएर हेर्दा त यो धितो स्वीकार गर्ने प्रक्रिया कति विस्तृत र गहिरो रहेछ। यसमा त सामान्य बाटोघाटो, घरको अवस्थादेखि लिएर एकदम विशेष भौगोलिक जोखिम, वातावरणीय कुरा, सरकारी नियम कानुन के हो के भनेपछि यी सबै मापदण्ड पूरा भएपछि मात्रै बल्ल ल अब यसको मूल्य कति त भनेर हिसाब गर्ने काम सुरु हुन्छ हो। प्राय यी स्वीकृति मापदण्डको जाँच, त्यो विस्तृत मूल्याङ्कन प्रक्रिया जसमा फिल्डमा जाने, नाप्ने, बजारमा बुझ्ने, घर कस्तो छ हेर्ने आदि पर्छ, सँगसँगै वा त्यसभन्दा अलिकति अगाडि नै गरिन्छ। यदि कुनै सम्पत्तिले यी आधारभूत मापदण्ड नै पूरा गरेन भने मूल्याङ्कन प्रक्रिया त्यही रोकिन सक्छ। मूल्याङ्कनकर्ताले यो सम्पत्ति धितोका लागि स्वीकार्य छैन भनेर सिधै रिपोर्ट दिन सक्छ। कहिलेकाहीँ कस्तो हुन्छ भने सानोतिनो कैफियत मात्रै छ, जस्तो बाटो 8 फिटभन्दा अलिकति कम भयो रे, तर अरू सबै एकदम राम्रो छ। त्यस्तोमा ब्याङ्कले जोखिम हेरेर माथिल्लो तहबाट स्वीकृति लिएर प्रक्रिया अगाडि बढाउन पनि सक्छ। तर त्यस्तो भयो भने मूल्याङ्कन रिपोर्टमा त्यो कैफियत स्पष्ट लेख्नुपर्छ, जस्तै बाटो मापदण्डभन्दा कम छ तर पहुँच सहज छ भनेर। मूल्याङ्कनकर्ताले आफूले के अनुमान गरेर अजम्पसन्स, के अपवादहरू, एक्सेप्सन्सहरू छन्, त्यो सब रिपोर्टमा पारदर्शी रूपमा लेख्नुपर्छ। सम्पत्तिको फोटोहरू, वरिपरिबाट बाटो सहित अनि सिमाना मिलेको छ भन्ने प्रमाण त अनिवार्य नै भइहाल्यो। यसको मतलब त यी स्वीकृति मापदण्डहरूले बैंकको लागि एक किसिमको रिस्क म्यानेजमेन्टको पहिलो तहको काम गर्दा रहेछन्, जसले गर्दा पछि गएर समस्या आउन सक्ने, झमेला हुन सक्ने वा सजिलै बिक्री नहुने खालका सम्पत्तिहरूलाई सुरुमै चिनेर लगानी सुरक्षित गर्न खोजिदो रहेछ। तपाईले ठीक भन्नुभयो, एकदम। यसले बैंकको लगानीलाई सुरक्षित त गर्छ नै, भोलि यदि ऋण तिर्न नसक्ने अवस्था आयो भने पनि त्यो सम्पत्ति लिलाम गरेर पैसा उठाउने प्रक्रियालाई पनि सजिलो बनाउँछ। कानुनी वा प्राविधिक रूपमा समस्या भएको सम्पत्ति त बेच्ने गाह्रो हुन्छ नि। आजको यो गहिरो खोजी निकै जानकारीमूलक रह्यो। हामीले के बुझ्यौं भने बैंकबाट ऋण लिन खोज्दा आफ्नो सम्पत्तिको बजार भाव राम्रो हुनु मात्रै काफी रहेनछ। त्यो सम्पत्ति बैंकको त्यो धितो स्वीकृति मापदण्डभित्र पर्छ कि पर्दैन भन्ने कुराले त सुरुमै बाटो छेक्न सक्दो रहेछ। यो प्रक्रियामा कति धेरै कुरा, जटिल कानुनी जाँच, विस्तृत प्राविधिक, भौगोलिक, सरकारी नियमनका पक्षहरूको मूल्याङ्कन सबै हुँदो रहेछ। र यो छलफललाई अब बिट मार्नुभन्दा अगाडि एउटा सोच्नुपर्ने प्रश्न छोडेर जाउँ न त। नेपाल जस्तो देश जहाँ यति छिटो सहरीकरण भइरहेको छ, जहाँ जग्गाको प्रयोग सम्बन्धी नियमहरू, ल्यान्ड युज पोलिसिजहरू बेला बेला परिवर्तन भइरहेका छन्, यस्तोमा यी अहिलेका विस्तृत र कडा मान्यका धितो स्वीकृति मापदण्डहरूले भविष्यमा ब्याङ्कहरूलाई स्वीकार्य धितो पाउन झन गाह्रो बनाउँदै लग्छ कि के यसले ब्याङ्क र नयाँ सम्पत्ति किन्द वा बनाउन चाहने मान्छेहरू दुवैका लागि नयाँ चुनौतीहरू थप्न सक्छ? यो एउटा विचारणीय कुरा हो। यो गहन विश्लेषणमा साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। हाम्रो आजको पडकास्ट राम्रो लागेमा हाम्रो युट्युब च्यानललाई लाइक अनि सब्स्क्राइब गरिदिनुहोला। फेरि अर्को एपिसोडमा भेट हुनेछ।